हेलो नमस्ते एन्ड स्याजुल एभ्रिवान आई होप तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आरामै छु सो आजको यो भिडियो एकदम इम्पोर्टेन्ट छ यदि तपाईँहरू अस्ट्रेलियामा इन्टरनेसनल स्टुडेन्ट हो भने चाहिँ एकदम इम्पोर्टेन्ट छ सो नर्मली पनि म कतिचोटि भनिरहेको छु होइन फेरि पनि भन्छु म कलेजमा फर्स्टमा चाहिँ कलेज भन्दा नि युनिभर्सिटीमा आएको हो र त्यसपछि मैले कलेजमा चाहिँ कन्भर्ट गरेँ किन त्यो रिजन मैले तपाईँहरूलाई भन्दै आएको छु तपाईँहरूले त्यो भिडियोहरू हेर्नु भएको छैन भने हेर्नु होला रिजनहरू टन्नै दिएको छु मैले होइन पहिला बनाएको थिएँ सो आज पनि एउटा यो इन्ट्रेस्टिङ एउटा विषयमा चाहिँ एउटा टपिकमा चाहिँ कुरा गरौँ मैले चाहिँ मेरो यो पछि कन्टिन्यू आफ्नो मास्टर्सलाई चाहिँ कन्टिन्यू गर्नलाई चाहिँ किन चाहिँ अस्ट्रेलियन इन्स्टिट्युट अफ हायर एजुकेसन चुज गरेँ होइन वाइ एआइएचई अस्ट्रेलियाको त्यो पनि सिडनी जस्तो ठाउँमा चाहिँ यति प्राइभेट कलेजेसहरू यति धेरै छ कि यहाँ यति धेरै कम्पिटिसन छ कि म कतिपय प्राइभेट कलेजेसको इभेन्टहरूमा गइरहेको हुन्छु यति धेरै कम्पिटिसन छ सो यहाँ एक हिसाबले स्टुडेन्टलाई आफूलाई बनाउन लागि चाहिँ कतिपय मार्केटिङ म्यानेजरहरू पुरै स्टुडेन्टलाई नै कल गरिदिन्छन् इभन इफ हामीको थ्रु गएको भए पनि सो वाट आई मिन टु से इज त्यहाँ चाहिँ कम्पिटिसन छ होइन सो त्यस्तो कम्पिटिसनमा पनि मैले किन एआइएचई रोजेँ होइन अरू कलेजहरू पनि छ होइन अझ सस्तो कलेजहरू पनि छ मैले एआइएचई भनेको चाहिँ एआइएचई चाहिँ अलिकति मिडियम हो मिडियम रेन्जको त्यस्तो सस्तो पनि होइन तर लड अफ न्यू ओपनिङ गरिरहेको यो कलेजेसहरू छ होइन जसले चाहिँ अझै मास्टर्स जस्तो कोर्सलाई चाहिँ 5500मा बेचिरहेको हुन्छ मतलब कोर्स सेल गरेर हुन्छ सो एक हिसाबले त्यहाँबाट थाहा हुन्छ कि कति कम्पिटिसन छ भनेर होइन सो नर्मली एउटा स्टुडेन्टलाई चाहिँ इन्टरनेसनल स्टुडेन्ट भइसकेपछि चाहिँ जो चाहिँ एक हिसाबले गाइडेन्स दिनलाई चाहिँ बसिराख्नु भएको छ काउन्सिलरहरू होइन एजुकेसन कन्सल्टेन्सी काउन्सिलरहरू उहाँहरूले चाहिँ एक हिसाबले राम्रो तरिकाले गाइडेन्स गर्यो भने चाहिँ स्टुडेन्टले चाहिँ आफ्नो इन्ट्रेस्ट अनुसारको ठाउँमा अथवा कलेजमा गएर चाहिँ पढ्न पाउँछ अथवा आफूले खोजेको कोर्स चाहिँ पढ्न पाउँछ र मैले एआइएचई रोज्नु कारण पनि सेम हो मलाई चाहिँ के थियो भन्दाखेरि असाइनमेन्ट बेस्ड भनेर चाहिँ थाहा थिएन होइन एक्जाम त दिँदै आएको नेपालमा त नर्मली 50% एक्जाम 50% काइन्ड अफ प्र्याक्टिकल एसेसमेन्टहरू हुन्छ होइन सो नर्मली मैले त्यही सोचिरहेको थिएँ तर यहाँ चाहिँ कम्प्लिटली 100% नै एसेसमेन्ट बेस्ड रहेछ क्या मलाई थाहा थिएन त्यो कुरा पछि बुझ्दै गएपछि काउन्सिलिङमा गएपछि चाहिँ फोनेसन्समा होइन कुमार सरबाट थाहा पाएपछि चाहिँ यो यस्तो यस्तो हो लाइक म रिजन भन्छु तपाईँहरूलाई होइन सो जे होस् उहाँले भनेपछि चाहिँ बल्ल थाहा भयो कि अनि ब्लक वाइज मोडल रहेछ क्या ब्लक वाइज मोडल एकछिनपछि सबै कुरा भन्छु म तपाईँहरूलाई होइन सो जे होस् म फोनेसन थ्रु चाहिँ यो एआइएचईमा पुगेँ र मैले भिजिट पनि गरेँ पर्सनल भिजिट गर्दाखेरि पनि मलाई एकदम रमाइलो लाग्यो जुन पहिला युनिभर्सिटी नभनौँ थियो होइन काइन्ड अफ युनिभर्सिटी कोर्सलाई चाहिँ प्रोभाइड गरिरहेको इन्स्टिट्युट भन्दा चाहिँ फा बेटर थियो एक त त्यसले खाइहाल्यो र अरू मैले 2-3 कलेजहरू भिजिट गरेँ त्यसमा चाहिँ एआइएचई मन परिसकेको थियो एक हिसाबले नेपालबाट पनि मलाई एक हिसाबले पहिला चाहिँ क्रेडिट ट्रान्सफर गरेर आउने कुरा थियो मेरो सो वाइ थर कि एआइएचई एक हिसाबले दिमागमा थियो र मैले त्यसको कोर्सेसहरू पनि पहिला हेरिसकेको थियो सो तपाईँ इन्टरनेसनल स्टुडेन्ट भइसकेपछि अस्ट्रेलियामा हुनुहुन्छ होइन अनि एक हिसाबले तपाईँ मास्टर्स स्टुडेन्ट हुनुहुन्छ र भनेपछि अलिकति रिसर्च चाहिँ गर्नुपर्ने हुन्छ कम्प्लिटली स्पुन फिडिङ गर्ने तरिकाले अथवा एजेन्टले नै सबै कुराहरू दिने भन्दा पनि किनभने कतिपय एजेन्ट्सहरू चाहिँ यहाँ चाहिँ लाइक दे वर्क अन्डर दिस दे वर्क ओन्ली फर दिस तर देयर आर सम अफ द जेन्युन कन्सल्टेन्सिजहरू जसले चाहिँ एक हिसाबले स्टुडेन्टलाई चाहिँ राम्रो तरिकाले गाइड गरेर हुन्छ पहिला म आउँदा पनि कतिपय कुरा थाहा थिएन होइन जतिसुकै आफू मास्टरको स्टुडेन्ट अथवा जेसुकै सोचे पनि लाइक नयाँ ठाउँमा आएपछि केही न केही कुरामा गलत भइन्छ अथवा त्यो सबै कुरा बुझ्न सकिन्न होइन द्याट्स वाइ वी सेक फर द जेन्युन कन्सल्टेसनको लागि हामी जान्छौँ नि त त्यस बेलामा चाहिँ स्टुडेन्टलाई एक हिसाबले राम्रो तरिकाले गाइड गरिदियो भने चाहिँ उनीहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ होइन जसरी अब मेरो केसमा एक हिसाबले म आफै पनि रिसर्च गरेको मान्छे हो सो होइन आफै रिसर्च गरेर गएँ मैले अप्सन दिएँ मलाई एआइएचई पनि राम्रो लाग्छ तर त्योभन्दा अरू अप्सन मलाई दिनु भनेर चाहिँ भन्दाखेरि चाहिँ 4-5वटा कलेजहरू दिनुभयो म आफैले पनि रिसर्च गरेँ त्यसपछि मेरो कतिपय युनिट्सहरू ट्रान्सफर हुन्छ हुँदैन किनभने म अलरेडी पढिसकेको थिएँ फेरि किन पढ्ने होइन सो युनिट ट्रान्सफर हुने खालको यहाँ चाहिँ तपाईँले कुनै पनि युनिभर्सिटीमा तपाईँ आउनु भएको छ आफ्टर 6 मन्थ्स तपाईँले कोर्स अथवा तपाईँले युनिभर्सिटी आफ्नो प्रोभाइडर चाहिँ चेन्ज गर्न सक्नुहुन्छ होइन त्यो एक हिसाबले
प्रब्लम हुन्छ नि त, एक्सपेन्सेस धेरै हुन्छ युनिभर्सिटीको होइन। मेरो आफ्नै इक्जाम्पल लिँदाखेरि ठ्याक्कै हाफ थियो। त्यो भएपछि त यदि यदि मैले कमाउन सक्ने भएको भए चाहिँ अफकोर्स म पढ्थेँ होला युनिभर्सिटी एट लास्ट होइन। युनिभर्सिटी भने युनिभर्सिटी डिग्री हो होइन, अलिकति हिसाबले राम्रै हो। यदि त्यहाँबाट एक्सपोजर पाउँछ भने त एकदम राम्रो हो होइन। तर लास्टमा स्किल्स पनि छैन, युनिभर्सिटी डिग्रीमा त भनेको छ, पैसा पनि त्यत्रो तिरेको छ भने चाहिँ देयर इज नो एनी पोइन्ट। सो वाट इट इज मेहनत जहाँ गएर पनि गर्ने हो। म कलेजमै जान्छु होइन, कलेजमा जान्छु भनेर सोचेपछि चाहिँ टक्क कलेजमा गएँ। एन्ड देन एआइएचीमा भिजिट गरेपछि चाहिँ अलिकति अझै पढ्न मन लाग्यो त्यहाँ होइन। त्यहाँको त्यो इन्भाइरोमेन्ट अनि यसमा कलरले पनि फरक पार्यो मलाई चाहिँ होइन। मलाई चाहिँ ग्रिन कलर मनपर्छ, सो त्यसले नै अलिकति फरक पार्यो। नेपालबाट नै मैले यसको कोर्स हेरिसकेको थिएँ, किनभने मैले ब्याचलर्स इन कम्प्युटर साइन्स गरेको थियो। पहिला मेरो सनवे इन्टरनेसनल बिजनेस स्कुल चाहिँ 3 वर्षको कोर्स थियो होइन, ब्याचलर्स कम्प्युटर साइन्स। 1 वर्ष त्यहाँ पढ्यो, 2 वर्ष यहाँ पढ्न पाउँथ्यो। एआइएचीसँग चाहिँ एक हिसाबले कोलाबोरेसन थियो र त्यहाँको सब युनिट्सहरू मलाई अलरेडी थाहा थियो होइन। सो लेस कोडिङ थियो। आइएम नट अ कोडिङ गाई। म अलरेडी नै एमआइएसमा आएको, मास्टर्स इन इन्फर्मेसन सिस्टम्समा आएको र यहाँ पनि फेरि त्यही कोर्समा जानु मन थियो होइन। सो एमबिआइएस भने अथवा एमआइएस भने चाहिँ इट्स कम्प्लिटली आइटी प्लस बिजनेस हो। सो यसमा चाहिँ कोर आइटी हुँदैन क्या होइन, एमआइटी जस्तो हुँदैन। सब कोडिङहरू एकदम कम्प्लेक्स कोडिङहरू भन्ने चाहिँ हुँदैन। सो मलाई कोडिङमा जानु मन थिएन होइन। सो मलाई मेरो इन्ट्रेस्ट चाहिँ जे होस् मलाई यो फिल्डमा जानु मन छ टाइपको भइरहेको थियो होइन। त्यो म स्ट्रेट थिएँ क्या। सो मलाई कसैले पनि धेरै गाइड गर्नु चाहिँ परेन। जे होस् मलाई आफ्नो मेन कुरा चाहिँ तपाईँले आफ्नो हेर्नुपर्ने चाहिँ इन्ट्रेस्ट छ कि छैन होइन। र अर्को कुरा चाहिँ अब पिआर रिलेटेड छ भनेर चाहिँ जाने होइन। जस्तै नत्र मैले प्रोभाब्ली मास्टर अफ नर्सिङको पनि जान सक्थेँ होला, तर मलाई इन्ट्रेस्ट पनि थिएन। प्रोभाब्ली त्यति पैसा मैले जम्मा पनि गर्न सक्दैन थियो होला होइन। र अब त्यो गर्दै गर्दाखेरि अब यो पनि त एक हिसाबले भोलि पछि बिजनेस एनालिस्ट अथवा डाटा एनालिस्ट अर सिस्टम एनालिस्ट भएर चाहिँ आफ्नो पिआर पाथवेमा जान सकिन्छ। सो नट अ प्रब्लम होइन। पछि प्रोफेसनल इयर गरेर आफ्नो फिल्डमा काम गरेर गर्न सकिन्छ। सो नट अ प्रब्लम। त्यो गर्दै गर्दाखेरि ठ्याक्क म गएपछि चाहिँ त्यहाँ चाहिँ मलाई एकदम मन परेको एआइएचीको एकदम धेरै कुरा गरिसक्यो। एआइएचीको एकदम इम्पोर्टेन्ट र एकदम मनपर्ने कुरा भनेको चाहिँ ब्लक सिस्टम। सो तपाईँको 1 महिना पढ्ने होइन, 1 महिनाको पैसा तिर्ने अनि 1 महिना पढ्ने, फेरि 1 महिना अगाडि ठ्याक्क मतलब ब्लक वाइज भनेको चाहिँ एभ्री मन्थ चाहिँ तपाईँको एउटा कोर्स सुरु हुन्छ होइन। त्यो भएपछि चाहिँ पैसा तिरेपछि 1 महिनाको पैसा तिर्ने, प्रोभाब्ली अहिले 2200 समथिङ पुगेको छ होइन। पहिला चाहिँ मेरो अराउन्ड 1900 समथिङ 1900 2000 बिचमा पर्थ्यो। त्यो तिरेर मैले पढायो, त्यति पढेपछि एउटा युनिट पढ्न पाएँ मैले होइन। सो मैले एकैचोटि 3-4वटा युनिटको अथवा एउटा सेमेस्टरको पैसा तिर्नुपर्छ भन्ने थिएन। सो एउटा युनिट अनि त्यो फोकस अन ओन्ली 1 युनिट, त्यो चाहिँ एकदम राम्रो लाग्यो मलाई। र युनिभर्सिटिजहरूतिर अथवा अरू कलेजहरूतिर चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको एकैचोटि सबै सब्जेक्ट्स युनिट्सहरू पढ्नु परेपछि चाहिँ स्टुडेन्टलाई चाहिँ एकदम गाह्रो हुन्छ क्या। त्यो पनि गर्नु उता पनि गर्नु होइन। त्यो भएपछि चाहिँ माइन्ड अलिकति डाइभर्ट हुन्छ। एउटा मन्थभरि एउटा युनिट पढ्ने एन्ड द्याट्स इट। अर्को मन्थमा अर्को युनिट पढ्ने, त्यही रिलेटेड मात्रै। सो त्यो एकदम राम्रो लाग्यो मलाई। यहाँ चाहिँ अर्को कुरा चाहिँ कम्प्लिटली एसेसमेन्ट बेस्ड होइन। त्यो चाहिँ अझ राम्रो लाग्यो कि मलाई। यहाँ चाहिँ इक्जाम भन्ने बित्तिकै मान्छेले चाहिँ अलिकति एक हिसाबले प्रेसर आउँछ होइन। त्यो चाहिँ कुनै पनि प्रेसर लिनुपर्ने कुरा थिएन। इट वाज कम्प्लिटली ग्रुप एसेसमेन्टदेखि लिएर इन्डिभिजुअल एसेसमेन्टदेखि लिएर तपाईँको पोर्टफोलियोजहरूदेखि लिएर प्रेजेन्टेसन्सहरू जुन चाहिँ मलाई एकदम मनपर्छ होइन। त्यसपछि त्यति मात्रै नभएर रिपोर्टहरू बनाउने, रिसर्चहरू गर्ने होइन। सो यहाँ कलेजमा आएपछि चाहिँ पहिला मलाई युनिभर्सिटीहरूमा चाहिँ अलिकति स्टक भइरहेको थियो। एउटा मात्रै एसडी आएको थियो, एउटामा बल्ल तल्ल पास भएको थियो, अरूमा चाहिँ जियोस पासभन्दा माथि फर्स्ट डिभिजन थियो होइन। सो तर यहाँ आएपछि चाहिँ अलमोस्ट सबै सब्जेक्ट्समा एसडी चाहिँ एउटा मात्रै डिस्टिङ्सन छ। सो एक हिसाबले तपाईँहरूले पनि बुझ्न सकिन्छ कि तपाईँले यदि मेहनत गर्नुभयो भने चाहिँ यहाँ मार्क्स मजाले पाउँछ। पास हुन चाहिँ एकदम सजिलो छ भनौँ, तर तपाईँले एक्स्ट्रा मेहनत गऱ्यो भने चाहिँ एसडी हायर डिस्टिङ्सन ल्याउनु चाहिँ केही पनि गाह्रो छैन। सो धेरै प्रेसर छैन, कम्प्लिटली प्र्याक्टिकल छ। तपाईँ आफ्नो रिसर्च गरेर मजाले गर्ने हो। त्यही भएको कारणले गर्दा मलाई एकदम मन पऱ्यो यहाँको जुन तपाईँको स्टडी मोड्युल्सहरू छ। र यहाँ चाहिँ यदि तपाईँ कोर आइटीमा जानु मन छ भने, कोडिङतिर मनपर्छ भने यहाँ आएर चाहिँ फेरि काम छैन। सो गो फर द एमआइटी कोर्सेस होइन। प्रोभाब्ली देयर आर तपाईँले मलाई कन्ट्याक्ट गर्नुभयो भने, मलाई डिएम गर्नुभयो भने मैले चाहिँ त्यो भन्न सक्छु होइन। देयर आर प्लेन्टी अफ कलेजेस हु आर प्रोभाइडिङ कोर आइटी कोर्सेस होइन।
अर्को कुरा चाहिँ मलाई के लाग्यो भने यहाँ हाइब्रिड छ, अनलाइन प्लस फिजिकल। जस्तै एक दिन जाने, दुई प्रोभाब्ली मेरो चाहिँ 2 दिन हुन्थ्यो क्लास होइन। एक दिन चाहिँ विकली 2 दिन हुन्थ्यो, एक दिन चाहिँ तपाईँको अनलाइन, अनि त्यसपछि एक दिन चाहिँ फिजिकल होइन। सो क्लासमै जाने, क्लासमा गएर लाइक काइन्ड अफ प्र्याक्टिकल कामहरू हुन्थ्यो, प्र्याक्टिकल कुराहरू हुन्थ्यो भन्दाखेरि चाहिँ अनलाइनमा चाहिँ थ्योरी, विच वाज पर्फेक्टली फाइन के। त्यो चाहिँ मलाई एकदम राम्रो, त्यो अझ राम्रो लाग्यो मलाई। सो अर्को कुरा चाहिँ यदि तपाईँहरूले फीको बारेमा नै यताउता अलरेडी नै फ्लेक्सिबल छ, अझै पनि फ्लेक्सिबल हुनसक्छ तपाईँले 1 विक 2 विक। मलाई चाहिँ कहिले पनि परेन, तर कहिले कहिले चाहिँ अब फाइनेन्सियल प्रब्लम आउन सक्छ अस्ट्रेलिया जस्तो ठाउँमा बसेपछि होइन, त्यो चाहिँ एकदम मिलाइदिन्थ्यो। र सो मेरो लागि चाहिँ स्टुडेन्ट सपोर्टमा चाहिँ एभ्री टाइम मैले मेल गर्ने बित्तिकै चाहिँ आई युज टु गेट अ रिप्लाई होइन। फोन गरे पनि फोन उठाइदिने, राम्रोसँग कुरा गर्ने, त्यहाँको जुन त्यो स्टुडेन्ट सपोर्टमा बस्ने, त्यो फ्रन्ट डेस्कमा बस्ने त्यो जुन तरिकाको रिप्रेजेन्टेटिभहरू छ एकदम राम्रो होइन। सो मलाई चाहिँ आई एम फुल्ली सेटिस्फाइड। मैले तिरेको पैसा चाहिँ आई थिङ्क एकदम राम्रो तरिकाले मैले युटिलाइज गर्न पाएँ, र फाइनली अब ग्रेजुएट पनि हुँदैछु। मेरो कोर्सहरू सकिसकेको छ, कम्प्लिसन लेटरहरू आइसकेको छ। आइएम सो मच ह्याप्पी। एउटामा मात्रै डी, अरू सबैमा एचडी होइन। अनि जे होस्, यति मजा आयो कि यो कोर्स पढ्नाले, यति मजा आयो चाहिँ एभ्री युनिटमा चाहिँ डिफ्रेन्ट साथीहरू हुन्थ्यो। अब मैले चाहिँ त्यस्तो यहाँको काइन्ड अफ लोकल स्टुडेन्ट्सहरू चाहिँ भेट्न पाएन। सो नर्मली चाहिँ साउथ इस्ट एसियन स्टुडेन्ट्सहरू, इन्डियन, बङ्गलादेशी, श्रीलङ्कन होइन, फिलिपिन्स, इन्डोनेसियन स्टुडेन्ट्सहरूसँग चाहिँ जो एक हिसाबले एभ्री युनिटमा डिफ्रेन्ट स्टुडेन्ट्सहरूसँग चाहिँ कोल्याब गरेर काइन्ड अफ कति ग्रुपहरूमा चाहिँ आफू एज अ ग्रुप लिडर भएर काम गर्न पाउँदाखेरि यस्तो मजा आयो कि। लाइक मोस्टली चाहिँ मैले एकदम मिस गर्ने भने चाहिँ प्रेजेन्टेसन चाहिँ एकदम मिस गर्छु, किनभने त्यो गर्दाखेरि चाहिँ आफूलाई यस्तो कन्फिडेन्ट भएर अगाडि गएर बोल्न पाउँदा चाहिँ क्या खुसी लाग्थ्यो कि, अझै कन्फिडेन्ट बनाइदियो। आफ्नो काम पनि एक हिसाबले त्यही तरिकाको प्रेजेन्टेसन स्किल्स रिलेटेड नै भएको कारणले गर्दा पनि मेरो त्यो पार्ट चाहिँ म एकदम मिस गर्नेछु। एन्ड देन आई थिङ्क ओभरअल 2 इयर्स कसरी सक्यो मलाई थाहा नै भएन। र यो कोर्स यति मजा आयो कि एमबिआइएस। यदि तपाईँहरू प्रोभाब्ली डिजिटल मार्केटिङतिर जान चाहनुहुन्छ, एज अ बिजनेस एनालिस्ट, सिस्टम एनालिस्ट भएर काम गर्न चाहनुहुन्छ, डाटातिर अलिकति डाटा साइन्सतिर इन्ट्रेस्ट छ भने चाहिँ यस, यहाँ चाहिँ अब स्पेसलाइजेसन कोर्स नै छ क्या। साइबर सिक्युरिटी छ, तपाईँको डाटा साइन्स छ, बिजनेस एनालाइटिक्स छ होइन। सो आफूले चुज गर्न पाउँछ। मलाई चाहिँ एकदम मजा आयो। सो मैले रिजनहरू भनिहालेँ किन चाहिँ म त्यहाँ गएको भनेर होइन। अरू त अफकोर्स ट्युसन फी छ, अफकोर्स तपाईँलाई थाहा छँदैछ होइन। सो द्याट्स द रिजन। सो यदि तपाईँहरूलाई यस्तो टाइपको भिडियो हेर्नु मन छ भने प्लिज कमेन्ट डाउन बिलो कुन टाइपको भिडियो बनाऊँ इन्टरनेसनल रिलेटेडको, तपाईँहरूलाई त्यो टाइपको स्पेसिफिक छ भने प्लिज कमेन्ट डाउन बिलो। एन्ड या थ्याङ्क यू सो मच फर वाचिङ। धेरै बोलेछु, इट्स अलरेडी 14। कटकुट गर्दाखेरि कति हुन्छ थाहा छैन, तर या थ्याङ्क यू सो मच फर वाचिङ। एन्ड या सी यू अन द नेक्स्ट भिडियो। आजभोलि अलिकति एक्टिभ हुँदैछ तर त्यही पनि है। सो थ्याङ्क यू सो मच फर वाचिङ। बाई गाइज।